आमेन। साथीलाई भन्नु के तपाईँ वचन सुन्न तयारी हुनुहुन्छ? आजको वचनले तपाईँ बदलिनु हुनेछ। तपाईँ बदलिनु हुनेछ भन्नुहोस्। विश्वास गर्नुहोस् भन्नुहोस्। विश्वास गर्नेको लागि सबै कुरा सम्भव छ। आमेन। परमेश्वरको राज्य चाहिँ विश्वास गर्यो भने मात्रै सम्भव छ है। तपाईमा विश्वास हुनुपर्छ। अघि श्रीमाले गवाई आशिष बाँड्दै थियो अगमबाडीको विषयमा। आज म तपाईलाई अगमबाडीको विषयमा प्रचार गर्छु। एकदम बेस्ट वचन। हाम्रो मण्डलीमा धेरै अगमबाडी सुन्छौँ हामी। अगमबाडी धेरै प्रकारको हुन्छ। धेरै प्रकारले परमेश्वरले प्रार्थना गर्दा गर्दै अगमबाडी भएको छ। मण्डलीको सेवामा आराधनामा अगमबाडी आएको छ। कतिको जीवनमा भयंकर ठुल्ठुलो अगमबाडीहरू छ। तर के त्यो अगमबाडीले हामीले पछ्याएको छौं? के अगमबाडी हाम्रो जीवनमा पूरा होला भविष्यमा? किन पूरा हुँदैन अगमबाडी भन्ने विषयमा आज सिक्नेछौँ हामी। हालेलुया। के गर्दा अगमबाडी पूरा हुन्छ? के गर्दा अगमबाडी पूरा हुँदैन? मण्डली परमेश्वरको हो। अनि मण्डली परमेश्वरको हो र मण्डली परमेश्वरबाट पछि हट्यो भने परमेश्वरले कहिले बलजस्ती गर्नुहुन्न। मण्डलीले अविश्वास गर्यो भने परमेश्वरले कहिले भन्नुहुन्न म माथि विश्वास गर्न यता फर्की भनेर तान्नु पनि हुन्न। परमेश्वरले मानिसलाई सो इच्छा छोड्नु भएको छ। हालेलुया। तर परमेश्वरमा रहिरहनको लागि, परमेश्वरमा लागिरहनको लागि हामी दिनरात हामीले नै उहाँलाई प्रार्थनामा, भक्तिमा, खोजमा, संगतिमा, सेवामा हामी आफै समर्पित भएर लाग्यौं भने परमेश्वर सदा हामीपट्टि फर्किनुहुन्छ र हामीलाई आशीर्वाद दिनुहुन्छ। आमेन। हालेलुया। ताली बजाएर प्रशंसा गर्नु। पवित्र आत्माले वचन खोल्न लाग्नु भयो। हालेलुया। अनि मैले भने प्रभु मण्डलीको लागि वचन दिनुहोस्। आज मण्डलीले कुन वचन सुन्नुपर्छ? धेरै वचन सुनिसकेका छौँ, धेरै आत्मिक भोजनहरू खाएका छौँ, तर विश्वास छैन। पवित्र आत्माले यही भन्नु, विश्वास छैन। विश्वास गर्दैन। निजले सुनेका छन्, म बोलेको छु, तर विश्वास गर्दैन। फेरि आफ्नै अवस्थामा जान्छन्, आफ्नै अविश्वासमा हिँड्छन्, आफ्नै शङ्खामा हिँड्छन्, आफ्नै दुःख अगाडि राख्छन्, आफ्नै पहाड अगाडि राख्छन्, आफ्नै परिस्थितिलाई हेरेर द्वन्द्व गर्छन्, चिन्ता गर्छन्, फिक्री गर्छन्। यो सबै कुरा मेरो आत्मामा, मेरो मनमा यति धेरै पवित्र आत्माले ल्याउनु भएको चाहिँ मण्डलीमा थियो यो कुरा। हालेलुया। बुझ्दै हुनुहुन्छ? त्यो तपाईभित्र थियो, पवित्र आत्माले रिभिल गर्नुभयो। आज कान खोलेर सुन्नुहोस्। हामीले चिन्ता गरेर एक घडी आयो हामी बढाउन सक्छौँ? यसैले भन्नु एक घडी आयो तिमीले बढाउन सक्दैनौ चिन्ता गरेर। तपाईले आफ्नो परिस्थिति बदल्न सक्नुहुन्न चिन्ता गरेर, बिक्री गरेर, द्वन्द्व गरेर, झगडा गरेर, कराएर, चिच्याएर, कसैलाई डोमिनेट गरेर, निन्दा गरेर हामी केही बदल्न सक्दैनौँ मण्डली। त्यो पवित्र आत्माले दिएको प्रकाश हो मलाई। मण्डली येशू ख्रीष्टको त्यो बातमा यसैले अर्को कुरा भन्नुभयो, कसैले कालो कपाललाई सेतो बनाउन सक्छ? चिन्ता गरेर सक्दैन। कसैले एक घडी आई घटाउन सक्छ? परमेश्वरको इच्छा बिना एउटा भएर भुइँमा खस्दैन भनेको छ। हालेलुया। खस्दैन। उहाँको इच्छा बिना एउटा भएर भुइँमा खस्दैन भने तपाईँ र म को हौँ? हाम्रो दुनियाँ, हाम्रो संसार हामी बनाउन खोज्छौँ, हाम्रो इच्छाले हाम्रो जीवन चलाउन खोज्छौँ, हाम्रो योजनाले हामी जिउन खोज्छौँ, हाम्रो योजनाले काम गर्न खोज्छौँ, हाम्रो योजनाले हाम्रो जीवनलाई अगाडि लान खोज्छौँ। हुँदैन है यो कुरा याद गर्नुहोस्। किनभने तपाईँ र मलाई उहाँले चुनेको कारण के हो? उहाँको बोलावट पुरा होस् भनेर। आमेन। उहाँको काम हामीबाट प्रकट होस् यो संसारमा भनेर हो। तपाईँ र म उहाँको महिमाको लागि बोलाएको। अघि मैले वचन पढे, सुरुको प्रार्थना भन्दा अगाडि मैले वचन पढे। यसै यता नि हालेलुया। वचन पढे। परमेश्वर कति उच्च र शक्तिशाली हुनुहुन्छ, कति महान र महिमाले विभूषित हुनुहुन्छ। त्यही महिमा तपाईँ र ममा प्रकट गरेर संसारलाई देखाउन चाहनुहुन्छ। आमेन। यो परमेश्वरको पवित्र आत्माको प्रकाश हो।
त्यसै कारणले तपाईँले मैले चिन्ता फिक्री गरिरहनु, हामी मरिमेट्नु, बरु मरिमेट्नु हुन्छ भने कहाँ मरिमेट्दा त प्रार्थनामा मरिमेट्नुहोस्। आमेन। निरन्तर घोडा टेक्नु, निरन्तर भन्नुहोस् बाउलाई, बाउले पहाडहरू बदल्न सक्नुहुन्छ, परिस्थितिहरू बदल्न सक्नुहुन्छ। हाम्रो प्रार्थनाको शक्तिले सबै कुरा बदलिन सक्छ। आमेन। हालेलुया। हामीले फिक्री गर्छौँ भने प्रभुमा, प्रार्थनामा फिक्री गरौँ, वचनमा फिक्री गरौँ, परमेश्वरको आवाज सुन्नको लागि फिक्री गरौँ। प्रभु आज मसँग तपाईँ बोल्नु भएको छैन, म के गरौँ, म कता जाउँ, पूर्व जाउँ, पश्चिम जाउँ, के गरौँ, कसो गरौँ, परमेश्वरबाट सुन्ने कान मलाई दिनुहोस् भनेर तपाईँले मैले घोडा टेक्न थालौँ त हाम्रो जीवन कसरी बदलिन्छ। हालेलुया। पवित्र आत्माले कुरा भन्नुभयो। जब म वचनको लागि तयारी गर्दै थिएँ, अहिले मलाई शब्द दिनुभयो अगमबाणी। अगमबाणीलाई मानिसले तुच्छ ठानेका छन्। अगमबाणी आयो सुन्नुहुन्छ, एकछिन एक्साइट भयो, तर फेरि अगमबाणीलाई अवहेलना हामी हेर्दैछौँ वचनबाट। एउटा राजाले भनेका छन्, इतिहासको पुस्तक हेर्नु त, पहिलो इतिहास 20:20लाई पल्टाउनुहोस् न छिटो। पहिलो इतिहास जस्तै लागेको छ। 20:20लाई पढ्नुहोस् कसैले छिटो। दोस्रो इतिहास। ओके। तब तिनीहरू बिहानै सबेरै उठेर तोगोको उचाड स्थानमा गए। तिनीहरू निस्केर जाँदा खडा भएर यहोशपतले भने, हे यहूदा र यरुशलेमको बासिन्दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरह र उहाँले तिमीहरूलाई थामिराख्नुहुनेछ। विश्वासमा के भइरह रे? स्थिर भइरह। आज विश्वास हराएको छ भने आजबाट विश्वास लिएर जानुहोस्। तपाईले आफ्नो आवाज नसुन्नुहोस्, आफ्नो दिमागको आवाज नसुन्नुहोस्। शैतान हाम्रो विचारमा बोल्छ। आज हाम्रो विचारमा शैतान बोले, तेरो त राम्रो हुँदैन, तेरो त केही हुँदैन, तेरो छोराछोरीले उन्नति गर्दैन, तेरो श्रीमानले उन्नति, श्रीमतीले काम लाग्दैन, यस्ता यस्ता आवाजले हामीलाई सताएको छ कतिजना मण्डलीलाई। याद गर्नुहोस् आज भन्नुहोस्, येशूको नाममा मेरो परिवार आशीषित परिवार हो। म राजदूत हुँ, म परमेश्वरको राज्यको छोरा छोरी हुँ भन्नुहुन्छ, शैतान भाग्छ। नि होते नि, मेरो त केही उन्नति हुँदैन, मेरो त सफल हुँदैन, म त सधैँ हारेको, मेरो परिवार हारेको, मेरो छोराछोरी हारेको, मेरो श्रीमान मेरो श्रीमती हारेको, मेरो सम्पूर्ण हारेको, म त सधैँ ऋणमा। तपाईँलाई यो बाध्य गराउँछ, यो सोच्न बाध्य लाउँछ, यही चिन्तामा बस्न मन लाउँछ। तर तपाईले भन्नुपर्छ, म येशू ख्रीष्टको छोरी हुँ, उहाँले मलाई दाम तिरेर छुटकारा दिइसक्नु भयो, अब म चाहिँ विजयमा जिउने मानिस हो, मेरो सफलता आइरहेको छ। हालेलुया। आमेन। आज कमजोरी कहीँ पनि होइन, कमजोरी केही पनि होइन। परमेश्वरले दिन नचाहेको तपाईँको विश्वास कमजोर भयो, तपाईँको प्रार्थनाको जीवन नभए, तपाईँको शङ्का बढी, शैतान बोलेको, दुष्टले बोलेको, शैतानले बोलेको, शैतानको आवाज हामीले सुनेको। यो पवित्र आत्माले भनेको मलाई गएको दिन, बुधबारको बिहिबारको दिन। हालेलुया। याद गर्नुहोस्, आजबाट शैतानलाई भन्छ, शैतान म तेरो आवाज सुन्दिनँ, म चाहिँ सधैँ विजयी छु, म चाहिँ खुसी छु। घरमा तपाईँलाई दुःख गर्नु, रिस उठ्यो, टेन्सन भयो, तनाव भयो, यो मिलेन त्यो मिलेन, त्यति बेला नाच्न थाल्नुहोस्, गाउन थाल्नुहोस्, भजन गाउन थाल्नुहोस्, आराधना गर्न थाल्नुहोस्, गर्दै काम गर्नु। शैतान हार्छ। यसलाई वास्तविकता थाहा भएछ अब। हालेलुया। त्यसै कारण तपाईँ र म त प्रभुमा विजय भइसकेका छौँ। बाहिर त विजेता भन्दा पनि बढ्ता तपाईँ र मलाई बनाइसक्नु भयो यसुले। आमेन। हालेलुया। हालेलुया। अझै पढ्नु, यहाँनिर तिमीले के गर, विश्वासलाई के गर, विश्वासमा स्थिर भइरह र उहाँले तिमीहरूलाई थामिराख्नु। तिमीहरू विश्वासमा स्थिर भइरह्यो भने परमप्रभुले तिमीहरूलाई थाम्नुहुन्छ। आमेन। आज विश्वास छ कि छैन तपाईँ र मसित? शङ्का नगर्नुहोस्, येशू जीवित हुनुहुन्छ। आमेन। येशू जीवित हुनुहुन्छ, शङ्का नगर्नुहोस्, विश्वासलाई थामिराख्नु। विश्वासमा रहिरह्यो भने एउटा परमेश्वरको शर्त छ, विश्वासीहरू विश्वासमा रहिरह्यो भने परमेश्वरले त्यसलाई थाम्नुहुन्छ। हालेलुया। हामीले पत्रुसको घटना देख्छौँ। पत्रुसले के गर्यो? विश्वास गरेको थियो। पहिला यसुले भन्नुभयो आऊ पानीमा, यसुलाई हेर्दै गयो, फुत्तै झरेर यसुलाई हेर्दा हेर्दै त ऊ त डुबेन। जब आँधी बेर्दै आँधी बेर्दै यतै आउँदैछ भने नि उसले, उसको नजर जब यसुबाट हट्यो नि ऊ डुब्यो।
आज हामी यही अवस्थामा छौँ मण्डली। आज यो अवस्थाबाट बाहिर निस्किनुलाई विश्वासलाई डरो बनाउनुहोस्। आमेन। विश्वासलाई डरो बनाउनुहोस्। तपाईँले परमेश्वरको छोराछोरी हो म भनेर शैतानले जवाब दिनुपर्छ। जुन दिन जवाब दिन सुरु गर्नुहुन्छ नि त्यो दिनबाट शैतानलाई पनि थाहा हुन्छ अब योसित मलाई खतरा छ भनेर। हालेलुया। जति तपाईँले चुप्पो लाग्छ त्यति शैतानले हामीलाई कुकुरहरू के हाल्छ, कुकुर पाल्नु भएको छ नि होइन, कुकुरलाई केही नि भनेर भने ज्यान डल्दै आउँछ नि, हामीलाई ज्यान चल्दै आउँछ आउँदैन, नजिक आउँछ। हाम्रो घर एउटा माइकल थियो, मलाई चाहिँ ज्यान डल्दै आउँथ्यो किनभने म माया गर्थेँ, म केही नि भन्थेन। ड्याडीलाई देखेपछि टाप भाग्थ्यो, ओइ भन्दैपछि ऊ गएर खोरमा बसिहाल्थ्यो। शैतान पनि त्यस्तै हो, जबसम्म हामी चुप्पो लाग्छौँ तबसम्म त्यसले पेल्दै आउँछ। जब हामी बोल्न सुरु गर्छौँ वचन त्यो चाहिँ भाग्न सुरु गर्छ। हालेलुया हालेलुया। प्रभुलाई स्तुति भएको। उहाँको वचनमा लेखेको छ परमेश्वरको वचनको अधीनमा बस्छ, शैतानको विरोध गर, त्यो तिमीबाट भाग्नेछ। आमेन। यो जीवित वचन हो। जब तपाईँ परमेश्वरको अधीनमा बस्छौँ हामी, जब हामी वचनमा शैतानको विरोध गर्छौँ त्यो भाग्छ। हालेलुया। अझै पढ्नुहोस् त। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर र तिमीहरूको फलिफाप हुनेछ। तिम्रो फलिफाप हुनेछ। आमेन। अब वचनलाई विश्वास गर्नुहुन्छ भने अगमवक्तामाथि विश्वास गर्नुहोस्, प्रचारकमाथि विश्वास गर्नुहोस्। अघि श्री भाइले भन्दै थियो जुन कुरा जुन अगमबाडी पूर्ण वचन आउँछ त्यसलाई रिसिभ गरेर त्यसलाई समातेर घोडा टेक्छौँ, प्रार्थनामा भन्छौँ, मुखले बोल्न थाल्छौँ, मेरो उन्नति हुन्छ, मेरो जग्गा बिग्छ, येशूको नाममा गराक आउँदैछ, परमेश्वरको आवाज आएको छ, म विश्वास गर्छु भन्नुहुन्छ भने तपाईँको लागि त्यो हुन्छ। एकजना पास्टर आउनुभयो, मलाई थाहा थिएन म के हो भनेर, म विश्वासी थिएँ, पास्टर हुने जस्तो मेरो कुनै पनि हाउभाउ थिएन, वरदान थिएन, अभिषेक थिएन। तिमी त भेडाहरूको गोठालो हुन्छौ, तिमीलाई परमेश्वरले भेडाको गोठालो हुन बोलाएको भन्नुभयो। के भेडाको गोठालो, कहाँको पास्टर हुनु? आत्माको भर पुग्यो। मैले प्रभु मलाई भेडाको गोठालो बनाउनु, बाख्राको होइन भनिहालेँ मैले पनि। हालेलुया। त्यति बेला त्यो शब्द आयो। त्यो बातमा सङ्घर्ष नआएको हो र? पास्टर हुँदा सङ्घर्ष नआएको हो र? घोडा टेक्न नपरेको हो र? उपवास बस्न नपरेको हो र? त्यसरी हलक्कै भएको हो त यो? होइन। परिश्रम, युद्ध, लडाई, परिस्थिति, अवस्थालाई जितेर परमेश्वर यो अवस्था उहाँको वचन पुरा गर्नुभएको। हालेलुया। आमेन। हामी सजिलो भएपछि सेवा गर्छौँ भन्छौँ, हामी राम्रो म त हुँदैन होला, सक्दिनँ होला भन्छौँ, हुँदैन। त्यो मान्छे कहिले सेवा गर्ने सेवक हुन सक्दैन जबसम्म परिस्थितिमा खडा हुँदैन। तिम्रो फलिफाप हुन्छ जब तिमीले अगमबाडीलाई विश्वास गर्छौ। आज विश्वास लिएर जानुहोस्, तपाईँ विजयी हुनुहुन्छ। विश्वास लिएर जानुहोस्। आज तपाईँको वचन, तपाईँको प्रार्थनामा जब अगमबाडी आछ, जब तपाईँको जीवनमा वचन बोलिएको छ त्यसलाई विश्वास गरेर त्यसलाई बोल्न सुरु गर्नु हुन्छ। हुँदैन होला भने एउटाले आएर भने हुन्छ, कसले भनेको हुँदैन? म जब बिरामी थिएँ, मुटुको रोग लाएर डाक्टरले 1 हप्ताको डेट दिएको मान्छे, मलाई एउटा दिदीले सिकाउनु भएको थियो, हेर बहिनी तँलाई धेरै आज यसपालि त्यो दिदीलाई पनि भेटेर आएँ, 1 घन्टा प्रार्थना गरेर आएँ त्यो दिदीसँग। हालेलुया। त्यो दिदीले मलाई एउटा कुरा दिए, दिदी बहिनी तैँले एउटा कुरा विचार गर, कसैको कुरा नसुन, विश्वासीको कुरा नसुन, कसैले भनेको कुरा नसुन, पास्टरले जे भन्छ त्यो मात्रै सुन, पास्टरले वचन बोल्छ त्यो वचनलाई रिसिभ गर, त्यसलाई चाहिँ विश्वास गर, अनि कसैले भनेको कुरा विश्वासले आएर यसो उसो भनेको भने नसुन है भन्थ्यो मलाई। अन्त हुन्छ दिदी भन्थेँ मैले। अनि के हुन्थ्यो थाहा छ, म बिरामी थिएँ, अनि कतिचोटि विश्वासी नै आएर हाम्रो बहिनी तिमीलाई त निको भाइ नै क्या हो, मुख त अँध्यारो छ भन्थ्यो विश्वासीले आएर। दिदीले मलाई सिकाएको थियो, कसैले त्यस्तो भन्यो भने नेगेटिभ कुरा भन्यो भने म चङ्गाइ भइसकि भन है भन्थ्यो, तर चङ्गाइ भएको छैन, दुखिरहेको छ भन है भन्थ्यो उसले मलाई। अनि मैले त्यही भन्थेँ, मलाई गाह्रो भयो। अनि बहिनी तपाईँलाई गाह्रो भयो, आज त झन् अँध्यारो हुनुभएको छ, गाह्रो भयो तपाईँलाई भन्थेँ दिदी बहिनी एउटा। बाहिरै दिदी म त चङ्गाइ भइसकेँ नि भन्थेँ। आमेन भन्थ्यो उनीहरूले। हालेलुया। शैतान जाँच्न आउँछ, विश्वासी लिएर आउँछ, माया देखाउँदै आउँछ। त्यसले त हुँदैन होला, घर परिवार 7 जना छ, एकजनाले विश्वासमा उफ्रिरहेछ, हुन्छ मेरो उन्नति हुन्छ भनिरहेछ, 4 जना आएर भन्छ तेरो हुँदैन, केरी हुन्छ, प्रार्थनाले हुन्छ, हेरौँला भन्दा हुन्छ। शैतानले आएर घुमाउँछ मण्डली। त्यो 7 जना चाहिँ एउटै मनको भयो, यस हुन्छ भन्ने भयो भने
कुनै कुरा असम्भव छैन। आमेन। अनि त एउटा विश्वासीलाई के गरिराखेको हुन्छ, एउटा विश्वासमा खडा हुनेलाई उसले पनि भन्छ हुँदैन होला भन्छ भन्दा पनि त्यसको विश्वास नै खत्तम। अनि शैतान खुसी हुन्छ, ए अब यसको प्लान क्यान्सल। हालेलुया। शैतानलाई हामीले चिन्न पर्छ, शत्रु हो त्यो छल्न आउँछ, त्यो चोर्न आउँछ, त्यो नाश गर्न आउँछ, त्यसले हामीलाई मार्न आउँछ। तर येशू जीवन दिन आउनुभयो, त्यो पनि प्रशस्तताको। आमेन। हालेलुया। कुन जीवन दिन आउनु भएको? प्रशस्तताको। प्रशस्तता भनेको पैसाको चाङ मात्रै भनेको होइन। प्रशस्तता भनेको तपाईँको घरको खुसी, तपाईँको घरको आनन्द, तपाईँको सन्तानमाथि आशिष, तपाईँको परिवारमा शान्ति, तपाईँको सबै कुराहरू असल। प्रशस्तता येशू ख्रीष्टले दिनुहुन्छ। आमेन। हालेलुया। प्रभुलाई महिमा भएको। अगमबाणीको बारेमा म बताउँछु तपाईँलाई। अगमबाणी जबसम्म हामी प्रार्थना गर्दैनौँ, जबसम्म हामी विश्वास गर्दैनौँ, हाम्रो जीवनमा अगमबाणी पुरा हुँदैन। यो कुरा विश्वास गर्नुहोस्। मैले अगमबाणी बोलेँ तपाईँलाई, तपाईँ त्यसमा हिँड्नुपर्छ, तपाईँले त्यसलाई विश्वास गर्नुपर्छ, त्यो अनुसार चल्नुपर्छ, त्यसको लागि प्रार्थना गर्नुपर्छ। आमेन। अनि अगमबाणी पुरा हुन्छ। आज वचनबाट प्रुफ दिन्छु तपाईँलाई। हाम्रो जोरलाई अगमबाडी आएको 3 वर्ष 2 वर्ष अगाडि टक्कै कुर्सीमा बसेर यस्तो गरेर सही गरेको मैले देखेको। मैले छोरा त अफिसमा जाएर खान्छ सिक्यो, परमेश्वरले त तैँले त कुर्सीमा बसेर सही गर्दैछ, त हाकिम हुन्छ। त्यति बेलादेखि मैले जहिले तर हाकिमसँग नमस्कार भन्थेँ। मैले कहिले जिस्क्याएर सर जय मसीह भन्थेँ। मैले जिस्क्याएर, किनभने मेरो भित्र त्यो मैले देखेको, मलाई थाहा थियो। तर उसले कति वर्ष लडाइँ गर्यो? 2 वर्ष लडाइँ गर्यो। पढ्न पर्यो, मेहनत गर्न पर्यो, परिश्रम गर्नु परेपछि मात्रै अगमबाडी पुरा भयो। आमेन। हामी कतिजनाको जीवन, कोही पास्टरको लागि आछ, कोही शिक्षकको लागि आछ, कोही अगमवक्ताको लागि आछ, तर आज पुरा हुन्छ के? तपाईँ मेरो यही जीवन शैलीले पुरा होला? हुँदैन। बाइबलमा भविष्यवाणी पुरा गर्न हामी लडाइँ गर्नुपर्छ, लड्नुपर्छ। हामी लड्नुपर्छ। मतलब लड्नु भनेको के हो? प्रार्थना गर्नुपर्छ। तपाईँको अगमबाडी मेरो जीवनमा पुरा होस्, तपाईँले मसँग बोल्नु भएको कुरा पुरा होस्। हे प्रभु, यो कुरा जुन दिन अगमबाडी आउँछ त्यो दिनबाट शैतानको हात ठुलो हुन्छ। यसको दिनमा यत्रो प्लान रहेछ, यसलाई कसरी पछाडि तान्ने, यसलाई कसरी अर्को बनाउनु, यसलाई कता अर्कोतिर लैजाने, शैतानले योजना बनाउँछ। तर याद गर्नुहोस्, इजरायलीहरूलाई त्यस्तै भएको थियो। इजरायलीहरूको बारेमा अगमबाडी आएको थियो। तपाईँलाई इजरायलीहरू चिन्नुहुन्छ? इजरायली चिन्नुहुन्छ? वचन धेरैचोटि सुन्नु भएको छ। आमेन। इजरायलीहरूलाई अगमबाडी आएको थियो। इजरायलीहरू कसको सन्तान थिए? अब्राहमको सन्तान थिए। आमेन। इजरायलीहरू अब्राहमको सन्तान थिए। परमेश्वरले अब्राहमलाई भन्नुभएको थियो, तेरो सन्तान चाहिँ 400 वर्षसम्म कहाँ जानेछ अरे? दासस्थमा। ल पढ्नु बाइबलको वचनमा नि हेरौँ। हालेलुया। बाइबल वचनमा हामी हेर्दैछौँ। इजरायलीहरू 400 वर्षसम्म मिस्रमा थिए। हो कि होइन भन्नुहोस् त? हो। उत्पत्तिको पुस्तक 15:13 पढ्नुहोस् एकजनाले। तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, ओके पढ्नुहोस्। यो निश्चय जानेर कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा कमारी हुनेछन्, र 400 वर्षसम्म तिनीहरू थिचोमिचोमा बस्नेछन्। 400 वर्षसम्म तेरो सन्तान थिचोमिचोमा बस्नेछ, अर्कै देशको कमारो हुनेछ। इजरायलीहरूलाई मिस्रीहरूले कमारो बनाए कि बनाएनन्? बनाए। दासस्थमा राखे, डरमा राखे, तलासमा राखे। हालेलुया। कति वर्ष? 400 वर्ष। 400 वर्ष मात्रै उनीहरू त्यहाँ बस्न पर्थ्यो। 400 वर्षको बादमा उनीहरू निस्केर जानु पर्थ्यो। तर इजरायलीहरू 430 वर्षसम्म हुँदा पनि उनीहरूको जीवनमा यो अगमबाडी पुरा भएन। कारण के त? इजरायलीहरूले प्रार्थना गरेर यहोवा परमेश्वरलाई पुकार गरेनन्। वचनबाट देखाउँछु म। हालेलुया। हुँदै हुनुहुन्छ? यहाँ अगमबाडी पुरा भएन मण्डली। किन भएन? इजरायलीहरू मिस्रमा थिए। जबसम्म मिस्रमा योसेफलाई चिन्ने राजा थियो, त्यो राजाले सुख सुविधा दिइरहेको थियो इजरायलीहरूलाई।
जब मिस्रमा यसोलाई नचिन्ने राजा खडा भए अनि त्यो राजाले के गर्न थाले त दासस्तोमा राख्न थाले, दुःख दिन थाले। त्यो बादमा इजरायलले परमेश्वरलाई पुकारे। के को कारणले अगमबाडी पुरा भएन? सुन्नु भने अझै तपाईँ पढ्नुहोस् प्रस्थानको पुस्तक 3 को 9 बाट पढ्नुहोस् न। अब हेर इजरायलको पुकार मका आइपुगेको छ। पढ्नु। मिस्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। यसकारण अब जा मेरो प्रजा अर्थात् इजरायलहरूलाई मिस्रबाट निकालेर ल्याउन म तँलाई फारो कहाँ पठाउँदैछु। आमेन, हालेलुया। अब सुन्नुहोस्, यहाँनिर 400 वर्ष भइसक्यो तर इजरायलहरूले छुटकारा पाएको छैनन्, अगमबाडी पुरा भएको छैन। तर जब त्यहाँको मानिसहरूले मिस्रले जब इजरायललाई दासत्वमा राख्न थाले, अब चाहिँ के गर्न लागे इजरायलले? के गर्न लागे? परमेश्वरलाई पुकार्न लागे। हालेलुया। तपाईले मैले पुकार नगरी अगमबाडी पुरा हुँदैन। हालेलुया। जसले पुकार गर्छ नि, जो लागिरहन्छ नि, प्रभु मेरो जीवनमा बोलाएर पुरा हुनुपर्छ भनेर लाग्छ नि, अनि मात्रै हुन्छ। दायाँ बायाँ हेरेर त्यतिकै आफ्नो तालले आफ्नो सुरले जिएर परमेश्वरको राज्यको कारिन्दा हुन सक्दैनौँ हामी। उहाँको अगमबाडी हाम्रो जीवनमा पुरा हुन सक्दैन। इजरायलीहरूले पुकार गर्न थाले। पुकार गरेपछि परमेश्वरले कसलाई खडा गर्नुभयो त? मोसालाई खडा गर्नुभयो। हालेलुया। मोसालाई भन्नुभयो, जा अब त मैले पुकार सुने, मैले पुकार सुने, मैले मेरो जातिको इजरायलको दुःख देखे, अब जा म तँलाई फारो कहाँ पठाउँछु। आमेन, हालेलुया। आज अगुवाहरू फारो कहाँ जान सक्ने अगुवाहरू हुनुपर्छ चर्चमा। हालेलुया। सही न? त्यो फारो कहाँ जान? फारोलाई गएर चुनौती दिन गाह्रो हो कि सजिलो? गाह्रो छ। तर जब परमेश्वरले पठाउनुहुन्छ नि त्यो अगुवालाई, अगुवा जानै पर्छ फारो कहाँ। कसको छुटकाराको लागि? इजरायलको छुटकाराको लागि। जब पास्टरहरू जो अभिषिक्त छन्, जो प्रभुले चुनेका छन्, तिनीहरू के फारोको सामना गर्न तयारी छन् चर्चमा? के यदि फारोसँग सामना गर्न तयारी छन् भने इजरायली छुटकारा अवश्य पाउँछ। हालेलुया। ताली बजाएर प्रशंसा गर्नु। यसै कारणले भविष्यमा पास्टरहरू अहिलेदेखि बनिन सुरु गर्नु। हालेलुया। त्यतिकै हुँदैन, त्यतिकै हुँदैन। तपाईँ फारो कहाँ पठाउनुहुन्छ? परमेश्वरले तपाईँलाई फारो कहाँ पठाउनुहुन्छ? फारोसँग लड्न पठाउनुहुन्छ। जुन व्यक्तिले कब्जा गरेर राखेको छ इजरायलीलाई, त्यो व्यक्तिसँग खडा हुन सिकाउनुहुन्छ परमेश्वरले। हालेलुया। 400 वर्षको बादमा इजरायलीहरू कराउन थाले, रुन थाले, पुकार गर्न थाले, प्रार्थना गर्न थाले। आज तपाईले मेरो समस्या के छ? तपाईले मेरो जीवनमा रोग होला, बिरामी होला, गरिबी होला, ऋण होला, कराउनुस्, पुकार गर्नुस्, भन्नुस् परमेश्वरलाई। हालेलुया। त्यो दासत्वबाट निकाल्न सक्नु परमेश्वरले के हाम्रो दासत्वबाट हामीलाई निकाल्नुहुन्न? हालेलुया। हामी अल्छी नहौँ, हामी प्रार्थनाको योद्धा हौँ। प्रभुले नदेसम्म मागिर भन्छ वचनले। आमेन। बाइबलले भन्छ गएको हप्ता हामीले सुन्दै थियौँ, परमेश्वरलाई यसरी पुकार गर, परमेश्वरलाई विश्राम गर्न नदेऊ भनेको छ। हालेलुया। प्रार्थना गर्नुस् न, पुकार गर्नुस् न। हामी त एक दिन प्रार्थना गर्नु, 4 दिन गर्दैनौँ। शैतान पनि जुन आउँछ, एक दिन प्रार्थना गरेपछि एक दिन आज 3 घण्टा प्रार्थना गर्नु त भोलिबाट तपाईँलाई झन् आलस्य लाग्छ। आमा आलस्य, यता पनि बिग्रे, झन् बिग्रिन्छ परिस्थिति, झन् बिग्रिन्छ। तपाईँलाई लाग्छ खै प्रार्थना गरे झन् हुँदैन। अनि 4 दिन प्रार्थना गर्नु न, फेरि 10 दिनपछि फेरि तपाईँलाई याद आउँछ होइन प्रार्थना गर्नुपर्छ, फेरि 10 दिनपछि 1 घण्टा प्रार्थना गर्नुहुन्छ, अनि फेरि छैन। त्यस्तो होइन। बाइबल भन्छ दिन रात प्रार्थना गर भन्छ। आमेन। दिन रात जबसम्म पाउँदैनौ तबसम्म प्रार्थना गरिरहौ। इजरायलहरू कराउन थाले, पुकार परमेश्वरले सुन्नुभयो। 13:15 स्वर्गमा पुग्यो। अनि परमेश्वरले भन्यो, ए मोसा अब जा, तैले इजरायललाई छुटाएर ल्याउनु पर्छ। आमेन। अगुवा कति बेला खडा हुन्छ? त्यति बेला खडा हुन्छ जब मण्डलीले प्रार्थना गर्छ। आमेन। तपाईले प्रार्थना गर्नु अगुवा खडा हुन्छ, प्रार्थना गर्नु अगमवक्ता खडा हुन्छ, प्रार्थना गर्नु प्रचारक सुसमाचार सुनाउने मान्छे खडा हुन्छ। आज हामी प्रार्थना गर्छौँ खालि आफ्नो उन्नतिको लागि, आफ्नो जनताको लागि, आफ्नो
परिवारको लागि, आफ्नो छोराछोरीको लागि, आफ्नो श्रीमान श्रीमतीको लागि, राज्यको लागि प्रार्थना गरेका छौँ के? कान खोलेर सुन्नुहोस्। राज्यको लागि आँसु बगेछ के? आफ्नो सुख सुविधाको लागि हामी स्वार्थी हुनु हुँदैन। स्वार्थी प्रार्थनामा परमेश्वर खुसी हुन्न। परमेश्वर त सारा संसारलाई बचाउन चाहनुहुन्छ। आमेन, हालेलुया। ताली बजाएर प्रशंसा गर्नु। इजरायलीहरू 430 वर्ष दासत्वमा थिए। उनीहरूले पुकार पहिले गरेको भए, उनीहरूले अगमबाडीलाई तुच्छ नठानेको भए, उनीहरूले जब उनीहरूको जीवनमा 400 वर्ष चाहिँ हामी मिश्रमा दासो छौँ भन्ने कुरा जानेर उनीहरूले पुकार गरिरहेको भएदेखि 400 वर्ष पुगेको दिन नै परमेश्वरले छुटकारा दिनुहुन्छ। हालेलुया। तर यिनीहरूले पुकार गरेन। यिनीहरू लसुन खाएर, प्याज खाएर, मासु खाएर, त्यो शारीरिक भोजनमा, शारीरिक आनन्दमा, शारीरिक खुसीमा मिश्रमै बसिरहे। तर मिश्रमा बस्ने जाति होइन यो इजरायल परमेश्वरको जाति हो। आज तपाईँ र म मिश्रमा बस्ने जाति होइन, तपाईँ र म परमेश्वरको जाति हो। हालेलुया। तपाईँ र म निस्किनुपर्छ मिश्रबाट, दासत्वबाट निस्किनुपर्छ। अब्राहमले पाएको आशिष तपाईँ र मैले पाउनुपर्छ। आमेन। अब्राहम धनाढ्य थिए। अब्राहमसँग प्रशस्त सुन चाँदी थियो, प्रशस्त नोकर चाकर थियो, प्रशस्त धनी थिए, धनाढ्य थियो अब्राहम। आज अब्राहमको सन्तान किन गरिब? कारण के हो? हामी शरीरमै भएको जिएको कारणले, हामीले पुकार्न नगरेको कारणले, हामीले परमेश्वरको आवाज अगमबाडीलाई तुच्छ ठानेको कारणले, हामीले आफ्नो बलले चाहिँ हामी हुन चाहन्छौँ, हामी धनी हुन चाहन्छौँ, बलले हुँदैन। याद गर्नुहोस्, हुँदैन। पशुताप आउँछ एक दिन। यो परमेश्वरको आवाज हो। हालेलुया। आज मेरो आवाजले मैले बोल्दै छैन, पवित्र आत्माको आवाजले बोल्दै हुनुहुन्छ। तपाईँ र म इजरायल हो, मिश्रमा घुलिन मिल्दैन। हामी जति मिश्रमा जान्छौँ त्यति दासत्वमा बस्छौँ, जति शरीरलाई ध्यान दिन्छौँ त्यति हामी बन्धनमा हुन्छौँ। खुसी मात्रै आउँछ छेड। हालेलुया। संसारमा गएर तपाईँले 10 करोड कमाउनु होला, एकछिन खुसी हो, भोलिबाट रोग सुरु हुन्छ, भोलिबाट परिस्थिति सुरु हुन्छ। हालेलुया। संसारमा छैन छुटकारा, येशू ख्रीष्टमा मात्रै छुटकारा छ। आमेन। ल पढ्नुहोस् वचन पढ्नु। प्रस्थानको पुस्तक 12:40-41। ल पढ्नुहोस् न। इस्राएलीहरू मिश्रमा प्रवास गरेका 430 वर्ष भएको थियो। सुन्नुभयो? कति वर्ष? 430 वर्ष। परमेश्वरले भन्नुभयो, हे इजरायलीहरू, तेरो सन्तान हेर अब्राहम, तेरो सन्तान 400 वर्ष मात्रै दासत्वमा रहन्छन्, निस्केर आउँछन् भन्नुभएको थियो। तर इजरायलीहरू मिश्रमा पछि उनीहरूले प्रार्थना गरेनन्, भक्ति गरेनन्, परमेश्वरलाई सोधेनन्, परमेश्वरलाई पुकार गरेर 30 वर्ष बढ्दा उनीहरूले त्यहाँनिर कष्ट भोगे। जब 400 वर्ष पुग्यो, परमेश्वरले के गर्नुभयो त? निर्दयी राजा मिश्रमा खडा भयो। निर्दयी राजाले अत्याचार गर्न थालेपछि इजरायलीहरूले पुकार गर्न थाले। अनि त्यो पुकार परमेश्वरले सुनेर आफ्नो अगमबाडी पुरा गर्नको लागि मोसालाई खडा गर्नुभयो। हालेलुया। ताली बजाएर प्रशंसा दिनुहोस्। आमेन। हालेलुया। कुरा बुझेको हो त? तपाईले मेरो जीवनमा कति धेरै कुराहरू छन्, कति धेरै आशिषका वचनहरू हाम्रो जीवनमा खुलेको छ, कतिवटा अगमबाडी हाम्रो जीवनमा खुलेको छ। के हामीले त्यसलाई ध्यान दिएर हामीले परमेश्वरलाई पुकार गरेका छौँ के? हामी शरीरमा सजिलो खोजिरहेछौँ, शरीरमा शीतलता खोजिरहेछौँ, शरीरमा सजिलो खोजिरहेछौँ। यो शरीरलाई तपाईँ जति सजिलो बनाउनुहुन्छ त्यति पुलपुलिन्छ। यसले आत्मालाई मार्छ। हालेलुया। यो शरीरले आत्मालाई मार्छ। याद गर्नुहोस्, यो पुलपुलेको बच्चा जस्तो छ, डर लागेको बच्चा जस्तो हुने। यसलाई जति आराम दिनुहोस् त्यति यसले आराम खोज्छ, जति यसलाई सघाउनुहोस्, जति यसलाई बढी तपाईँले घोट्नुहोस् त्यति तपाईँ आत्मामा परमेश्वरसँग नजिक हुनुहुन्छ। शरीर संसारबाट, यो माटोबाट हो यो शरीर, त्यही भएर माटोमै आराम गर्नुपर्छ। तर आत्मा स्वर्गबाट हो। जति आत्मामा खोज्नुहुन्छ, आत्मा जागृत भएर परमेश्वरसँग रहन्छ। हालेलुया। आमेन। कति वर्ष रहेछ? अझै पढ्नुहोस् फेरि गर्नुहोस्। इस्राएलहरू मिश्रमा प्रवास गरेका 430 वर्ष भएको थियो। 430 वर्ष बितेको दिन परमप्रभुका सम्पूर्ण दलहरू मिश्रबाट निस्के। आमेन। हालेलुया। किन 30 वर्ष बढी लाग्यो? अहिलेको आएमा 30 वर्ष भने थोरै हो त?
मैले कतिचोटि मलाई दिन्छ जब मैले वचनको प्रकाश पाएँ तपाईँलाई थाहा छ मैले परमेश्वर प्रभु मैले तपाईँलाई 15 वर्षको उमेरमा जानेको म त्यो बेलादेखि तपाईँलाई पछ्याइरहेको यति बेला अझै म धेरै गर्न सक्थेँ प्रभु मेरो धेरै कुराहरू अझै लड्छ त्यो त स्वर्गमा गएर मात्रै देख्छु छोरी तेरो लागि त यति धेरै राखेको थिएँ मैले तर तैँले यति मात्रै प्राप्त गरिस् किनभने तैँले मलाई इन्कार गरिस् भनेर तपाईँले पक्कै मलाई भन्नुहुन्छ भनेर मेरो हृदयले भनिरहेको थियो हालेलुया आज दिनरात प्रार्थना घोडा टेकेर प्रभुसँग पुकार गर्दा प्रभुले भर्खर यति आत्मा बचाउनु भएको छ आज तपाईँले ममा त्यो बोझ हुनुपर्छ 30 वर्ष लस्ट भयो उनीहरूले सही समयमा अगमबाडीलाई नगरेको कारण नपछ्याएको कारण नपुकारेको कारण परमेश्वरलाई नसोधेको कारण परमेश्वरसँग नहिँडेको कारण शरीरमा मिश्रमा सजिलोसँग बसेको कारण उनीहरूलाई 30 वर्ष लस्ट भयो उनीहरूको अगमबाडी त्यति बेला पुरा हुन्छ जब हामी पुरा गर्नको लागि प्रार्थना सुरु गर्छौँ आमेन हो रहेछ पक्का रहेछ हो रहेछ 400 वर्ष मात्रै भनेको थियो परमेश्वरले आफ्नै कारणले इजरायलीहरूले 30 वर्ष बढी कमाए आज हामी कतिजना त हाम्रो बोलाहरूलाई त्यतिकै झोला हालेर खोला बगाएर हामी आफ्नो जीवन जिरहेको स्वर्गमा गएपछि हुन्छ हिसाब किताब उहाँले भन्नुहुन्छ छोरा तेरो जीवनमा त्यत्रो राज्य राखेको थियो त त आफ्नो लागि मात्रै चिज मेरो लागि के चिज त तैँले मेरो लागि के गरिस् त तैँले हालेलुया आज धेरैको समस्या त्यहाँनिर त्यही हुन्छ यो पवित्र आत्माले मलाई प्रकाश दिनुभएको अनि मलाई डर लाग्छ चिन्ता लाग्छ हे प्रभु म पृथ्वीमा बाँचुन्जेल म कसरी म आफूलाई तयारी गरौँ मलाई चिन्ता लाग्छ अनि म त्यही कारणले प्रार्थना गरिरहन्छु हे प्रभु म कसरी गरौँ मैले धेरै गर्न पाए हुन्थ्यो लाग्छ मलाई तपाईँलाई पनि त्यस्तै लागोस् आमेन हालेलुया हुँदै हुनुहुन्छ ओके अब जब अझै पढ्नु त त्यो फेरि ओके पढ्नु तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउन त्यस रात परमप्रभु जागरण बस्नु भएकोले इस्राएलीहरूले पनि त्यही रात जागरण बसी पुस्तौसम्म परमप्रभुले आदर गरून् आमेन हालेलुया अर्को कुरा के भनेछ ध्यान दिनुस् है यता अलमल नहुनुस् अर्को कुरा के भनेछ परमेश्वरले के गर्नु भने इजरायलीहरूलाई दासत्वबाट निकालेर ल्याउन रातभरि जागरण बस्नु भयो हालेलुया आमेन तपाईँ ध्यान भड्क्यो वचन अन्त्य गयो बाहिर गयो वचन बाहिर गयो मलाई थाहा हुन्छ हालेलुया तपाईँ रातभरि जागरण बस्नु भएको छ कि आफ्नो छुटकाराको लागि जागरण बस्नु भएको छ रातभरि परमेश्वर जागरण बस्नु भयो इजरायललाई छुटकारा दिन इजरायलहरू जागरण बसे छुटकारा पाउन आमेन हामी 5 मिनेटको प्रार्थनामा बिहान बेलुका धन्यवाद प्रभु भात टन्न दिनुभयो भनेको घरमा ठुलो ठुलो पहाड हामीले उछिन्यौँ भन्न मिल्दैन उछिन्छौँ भनेर आशा गर्नु बेकार छ हालेलुया रातभरि जागरण बसेर तपाईँले घोडा टेक्नु भएको छ प्रभु मेरो यो पहाड हट्नै पर्छ भनेर मेरो यो दासत्वबाट म निस्किनै पर्छ भनेर आज सुरु गर्नुहोस् गवाई लिएर आउनुहोस् आमेन हालेलुया 2025 बाट रातको प्रार्थनाले हरेक कुरा बदल्दैछ आज हामी त बहाना बनाउँदै सानो कुरालाई यति ठुलो बनाउँदै बहाना बनाउँदै चर्चमा मात्रै लागिरहेर हुँदैन साँचो छुटकारा त्यति बेला आउँछ जब वचन अनुसार खडा भएर परमेश्वरको वचन अनुसार हामी खडा हुन्छौँ भने र प्रार्थनामा खडा हुन्छौँ भने हामी पक्कै पनि विजय हुन्छौँ हालेलुया विश्वास साथ खडा भएर प्रार्थना गर्नुहोस् विश्वास साथ जुन कुरा बोलेको छ अगमबाडीमा त्यसलाई खडा भएर प्रार्थना गर्न सुरु गरेर प्रभु बोल्न थाल्नुहुन्छ यात्रा गराउन थाल्नुहुन्छ मेरो जीवनमा पनि प्रभु 1 वर्षसम्म बोल्नुभयो पोखरामा मलाई पोखराबाट सलिटारमा यो पास्टरको सेवाकाई गर्न मेरो इच्छाले आएको होइन न त पास्टरको इच्छाले उहाँको इच्छाले आएको 1 वर्षसम्म म रोएँ जब म प्रार्थना गर्थेँ म रुन्थेँ मलाई यहाँको सबै कुरा देखाउनुहुन्थ्यो म रुन्थेँ म प्रभु बोल्नुहुन्थ्यो पवित्र आत्मा बोल्नुहुन्थ्यो परिस्थिति आउँछ भन्नुहुन्थ्यो अवस्था आउँछ भन्नुहुन्थ्यो रुन्थेँ म तपाईँ र मेरो संगति परमेश्वरसँग छ कि बोलाउ कुरा गर्नलाई आज यही कमजोरी हाम्रो मण्डली
परमेश्वर आफ्नो प्रजाको लागि यति धेरै व्यग्र हुनुहुन्छ तपाईँ र मेरो छुटकाराको लागि। तर तपाईँ र म जागरण बस्दैनौँ, तपाईँ र म शारीरिक जिउँछौँ, शरीरको आँखाले देखेको कुरामा विश्वास गर्छौँ। आत्मिक आँखा बन्द छ, आत्मिक आँखा खोलेर परमेश्वर गर्न सक्नुहुन्छ भन्ने विश्वासबाट हामी टाढा भागिरहेका छौँ भने हामीले आत्मिक कुरा पाउँदैनौँ। समस्या के हो? समस्या आत्मिक हो, समस्या शारीरिक होइन। हालेलुया। प्रभु येशूले भन्नुभयो त्यो पहाड समुद्रमा खसोस् भनेर। त्यो पहाडको कुरा गरेको होइन, तपाईँले मेरो जीवनको समस्याको कुरा गरेको हो नि त। त्यो समस्या, त्यो पहाड हटाउनलाई तपाईँले गन र त्यो बेलचा लिएर गएर समुद्र खसाएर हुन्छ? हुँदैन। घोडा टेकेर प्रार्थना गरेर परमेश्वरसँग वचन घोषणा गरेर वचन बोलेर पहाड, तपाईँ मेरो जीवनको पहाड समुद्रमा खस्छ। आमेन। हालेलुया। जागृत हुनुहोस्, प्रार्थना गर्नुहोस्, तन मनले। तपाईँको मनमा अरू कुनै ख्याल नआओस्। कतिचोटि यस्तो हुन्छ नि मान्छेले, आज एकजना दिदी र अर्को दिदी दुईजनाको मजाले झगडा पर्यो भने यो दुईटा झगडा पर्यो भने सधैँ त्यसले भनेको शब्द सम्झिरहँदैन। त्यसले मलाई यस्तो भने, त्यसले मलाई त्यसकै याद आइरहन्छ। तपाईँलाई थाहा छ मान्छेलाई धेरै कसको याद बढी आउँछ? शत्रुको याद बढी आउँछ। हालेलुया। हो कि भन्नुहोस् त? शत्रुको बढी याद आउँछ। शत्रुको किन बढी याद गर्नुहुन्छ तपाईँ? तपाईँले त असल कुराको पनि याद गर्नुपर्ने थियो त। याद गर्नुहोस्। आज तन मनले हरेकपल्ट म प्रार्थना गर्छु भनेर तपाईँ काम गर्दै गर्दा प्रार्थना गर्नु, हिँड्दै गर्दा प्रार्थना गर्नु, फुर्सद भयो प्रार्थना गर्नु। प्रभु यो पहाड हट्छ, म विश्वास गर्छु। तपाईँको वचनमा लेखेको छ समुद्रमा पहाड हट्छ, म आशिषित हुनेछु, म उच्चमा जानेछु, मेरो ऋण तोडिनेछ, मेरो वचन तोडिनेछ। जागरण बस्नुहोस् न। हालेलुया। आमेन। अगमबाडी भयङ्कर आउँछ, वचन भयङ्कर आउँछ, हाम्रो जीवनशैली जस्ताको जस्तै। के गर्नु? अर्को वचन हेरौँ। हो रहेछ अगमबाडी त्यतिकै पुरा हुँदैन रहेछ। बुझ्नुभयो? अगमबाडी पुरा हुनको लागि तपाईँले मैले लड्नुपर्छ, तपाईँले मैले प्रार्थना गर्नुपर्छ। आमेन। अनि पुरा हुन्छ अगमबाडी। अर्को वचन हेरौँ।